यो हो मङ्गला 5 हर्मन डाँडा हैन। डाँडामा बसिएको गाउँ, धेरै राम्रो गाउँ छ। यता माथि माथि अग्ला अग्ला डाँडा छन्। यताबाट राम्रो आउँछ होला है। ल यतातिर यो ठ्याक्कै यो हो धौलागिरी हिमाल। यहाँ हल्का बादलले छेकेछ। यतातिर गुर्जा हिमाल छ हैन। यतातिर सोले डाँडा छन् यतातिर। यो चाहिँ हाम्रो गाउँ छक्क देखिन्छ। यो माइलीका धेरै यहाँनिर माइलीका मन्दिर छ। यहाँबाट चाहिँ मस्त गाउँ देखिन्छ। यो हो हामी बस्ने गाउँ हो। जाम माटो खन्न आएको। माटो खनेर अनि गइन्छ। माटो खन्न आएको। यो हो मोटर बाटो। मोटर बाटो ससाज पारेनन्। यस्तो बिजोक भएछ। घरेटो बाटो भन्दा नि सानो। अब यहाँनिर पहिलो माइल नाकको ठान्थे यहाँ माथि। अब अहिले तलबाट यत्रो यत्रो ठुलो जुरहरूलाई डोजर लगाइदिएपछि अब नाकको ठानलाई नि असर गर्यो। के गराछ डोजर आहा अहिले धारा एउटा डोजर थियो कहाँ गइदियो अनि हामी माटो खन्न हिँडेको छ यसरी होइन। माटो खन्न चाहिँ यसरी गइनै छ। जुगा सुगा पनि लाग्छ है यहाँ त। यहाँ त यस्तो वनबुजिया रहेछ नि त। मोटर बाटो खनेकोमा यसरी वनमा र पलाएछ। खुट्टा जुगा लाउन पनि सक्छ। यो कुन बुढो माटो लगेर गइन्छ है। अब हामी सिधा माटो खन्ने ठाउँमा गएर ल्याइन्छ। बिहान उठेर माटो खन्ने कार्यक्रम हुँदैछ। यहाँ त अहिले त्यो पुरा भल बग्ने कुलो जस्तो बनाइन्छ। यसरी भलेकातिर आयो भने त यता पहिरो जान सक्छ। फेरि गाउँ त जति माथि आयो उति राम्रो देखिन्छ कि होइन। यस्तो मिठो देखिन्छ गाउँ। यहाँबाट हेर्ने हो भने यस्तो मस्त मिठो देखिन्छ गाउँ होइन। तल तल हो हाम्रो गाउँमा एउटा टावर पनि छ। एनटिसीको टावर हो यो। यहाँनिर एनटिसीको टावर पनि छ। त्यस्तो छ यहाँनिर। यसो ठुलो गाडी फर्काउन मिल्ने रोड रहेछ। अब यो चाहिँ किमतिर जाने बाटो हो। मोटर बाटो खुलिसकेको छैन किमतिरसम्म। यहाँबाट चाहिँ अर्मन गाउँ देखिन्छ होइन। यहाँनिर पनि घरहरू छ एकduit। अब यहाँबाट चाहिँ अर्मन गाउँ देखिन्छ। यता टाढा टाढासम्म देखिन्छ। यो झाँक्री पानी देखिन्छ। यता किमचोर देखिन्छ। अब म जाँदैछु नि त्यहाँनिर हो माटो खन्ने। एकछिन है। खुट्टामा के गाडेर लाग्छ देख्यो। यहाँनिर चाहिँ माटो खन्ने ठाउँ छ है त। मान्छेहरूले यस्तरी माटो खनेछ नि होइन। यस्तरी रातो माटो घर लिप्ने माटो हो यो। ओहो यस्तरी खनेछन्। यहाँ दिलमा नि खनेछ। मेरो नि यो चप्पलको फुस्कियो नि त। यस्तरी यस्तो अप्ठ्यारो नि खनेछन् मान्छेले माटो है।
माटो खन्ने पहिला पहिला खनेको यहाँ त्यो डिस्को चाहिँ घच्च बसेछ। माटो खन्ने काम पनि एकदम रिस्की काम हो। खन्दा खन्दै झ्याम्म डिस्को झरिन सक्छ। अझै माथि रहेछ त माटो खन्ने बनाएको अहिले त। ओहो माटो खन्ने काम पनि रिस्की काम हो। धेरै भित्रभित्र पसेर खन्नु नै हुँदैन। झन् यो बर्खा त पानी आएको हुन्छ, पानी परेर भिजाइदिएको हुन्छ, झ्याम्म पक्रिन सक्छ। यहाँनिर हो। ओहो माथि नै आइयो त हामी त। यहाँ पो बनाएछ नि। कसले होला हाउडी पनि यस्तो आनो माटो खन्ने बनाएको। ल यस्तो त्यो कुनाकिन बसेस् सुनिस् त्यत्रो ढिक भएको अझ यता त्यो झर्न सक्छ। सुनिस् यता आइज बाहिर हप्प झर्न सक्छ गरे। त्यहाँ कहिले पनि माटो खन्ने एक्लै आउनुहुन्न। त्यसरी भित्र झोर परेको बनाएर झोर परे बनाएको हुन्छ। ढ्याप्प झऱ्यो भने एक्लै खतम पर्छ। माटो खान्छौँ हामी। अनि यस्तो होइन यसरी यो खन्ने माटो यसरी माटो खान्छौँ। अनि यस्तो कुनासँग त्यस्तो झोर बनाएको है। अनि त्यो झोर त्यहाँ कुना बसेर भोक भोक माटो खन्दा त माटो खन्दा ठर्किन्छ, माथि त आउन सक्छ। अनि त्यो यस्तो माटो खन्दाखेरि माटो जति खन्नु उति माटो पातलिन्छ नि भोक्क झर्न सक्छ। एउटा भाडा लिएर आउनु पर्ने हाल गलप्स ल्याइएन ल त ल अब खनेर भरेर अनि जाउँ ल। लु यसरी माटो बोकेर हिँड्यो किन थैला है। किन थैला माटो बोकेर हिँड्यो होइन। अब घर ल हिँड्छ धेरै छैन घर जानु त। केटोले सानो थैलोमा बोकेको छ अगाडि गएको छ त्यहाँनिर छ। अब हामी दुईटाले चाहिँ ठुल्ठुलोमा लग्यो। अब यति लग्यो भने चाहिँ कतिसम्म हुन्छ यति लग्यो भने 4-5 महिना अब ढुक्क भयो बर्खाभरिले। अनि त्यसपछि घर बेच्नलाई हुन्छ। अब एकैचोटि दसैँ घर पोट्दाखेरि खन्ने हो। दसैँसम्म मस्त पुग्छ अहिले। ल घरै गएपछि हेरौँ ल। गयो